फेसबुकमा पैसा कमाइ हुन्छ तपाईँ पत्याउनुहुन्छ? पत्याउनुहुन्न भने तपाईँ गलत हुनुहुन्छ। म पनि पहिले पत्याउँदिन थिएँ। जब मेरो फेसबुक एकाउन्टमा अलिअलि पैसा आउन थाल्यो अनि मैले पनि सुरु गरेँ। आज म तपाईँलाई देखाउँछु फेसबुकमा पैसा कसरी कहाँबाट आउँछ। अब हामी जाउँ सिधा मोबाइल स्क्रिनमा। फेसबुक ओपन गरौँ। त्यसपछि यहाँ हेर्नुहोस् त आफ्नो प्रोफाइल, यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ हेर्नुहोस् प्रोफेसनल ड्यासबोर्ड। प्रोफेसनल ड्यासबोर्ड भनेको तपाईँले आफ्नो फेसबुक प्रोफाइलमा प्रोफेसनल मोड अन गर्नुभएको छ कि छैन। यदि अन गर्नुभएको छैन भने अन गराउनु होला। यो कसरी गर्ने भनेर म तपाईँलाई नेक्स्ट भिडियोमा सिकाउने छु। अब हामी जाउँ सिधा प्रोफेसनल ड्यासबोर्डमा। त्यसपछि अब हामी जाउँ यहाँ हेर्नुहोस् त मोनिटाइजेसनमा। यहाँ जाउँ। अब हेर्नुहोस् पैसा, मेरो पैसा कहाँ कहाँबाट आयो, कति आयो यहाँ देखाउँछ। यहाँ हेर्नुहोस् त स्टार। अहिले मेरो फेसबुक प्रोफाइलमा फेसबुक मेटाले सिर्फ स्टारको सेटअप पठाएको छ। मतलब मैले अहिले चाहिँ फिलहाल स्टारबाट मात्रै पैसा इन्कम गर्न सक्छु। अहिले मेरोमा कन्टेन्ट मोनिटाइजेसन भन्ने सेटिङ आएको छैन। यो आएपछि म तपाईहरुलाई भिडियो बनाएर शेयर गर्नेछु हैन। अब हेर्नुस् अर्को यहाँ हेर्नु यो सेटअप, यो एड अन रेल्स, बोनस, इन स्ट्रीम एड्स र सब्सक्रिप्सन यिनीहरु पनि पैसा आउने नै हुन् यहाँबाट पनि। तर यसमा सबमा लक लागेको छ। मेरो यो लक खोल्न बाँकी छ। यो सबै मिलाएर एउटा कन्टेन्ट मोनिटाइजेसन भन्ने आउँछ है। अब हेर्नुस् मेरो स्टारमा कति पैसा आएछ भन्दा मेरो स्टारमा यति पैसा आएछ। हेर्नुस् $1.56 आएछ। यो स्टारबाट मात्रै। यो स्टारबाट चाहिँ कसरी आउँछ पैसा भन्दा अब कसैले मेरो रिलहरु हेरे, राम्रो लाग्यो भने उनीहरुले इच्छाले स्टार पठाइदिने हुन्। एक स्टार बराबर 0.01 हुन्छ डलर हुन्छ है। जम्मा टोटल मेरो 156 स्टार आएको रहेछ। र यो 156 कुन रिलबाट आयो हैन भनेर तपाईले त्यो पनि हेर्न सक्नुहुन्छ। त्यसको लागि तपाई यहाँ हेर्नुस् त्यही सी अल भोइसमा क्लिक गर्नुस्। अब यहाँ हेर्नुस् जम्मा मेरो 156 स्टार आएको। 156 स्टारको $1.56 हुँदो रहेछ। रिल्सबाट $1.52 आएको रहेछ। र अर्को VOD बाट $0.04 आएको रहेछ। जम्मै टोटल मिलाएर $1.56 आएको रहेछ। अब त पत्याउनु भयो होला नि, यो अरूको होइन, यो मेरै हो, मेरै फेसबुकको मेरो प्रोफाइल हो है। यहाँ हेर्नुस् त कति छ मेरो फलोअर्स 2.2K छ। थोरै फलोअर्स हुनेले पनि हुन्छ। यसको कुनै क्यारेट एरिया छैन। फेसबुकले यति फलोअर भएपछि यसलाई यो कनेक्सन दिने, यति भएपछि यसलाई यो दिने भन्ने हुन्छ, हुँदैन। जसले राम्रो काम गर्छ, जसले राम्रो कन्टेन्ट हाल्छ, जसको भिडियोहरु कपिराइटमा जाँदैन हैन, हो उनीहरुलाई दिने हो फेसबुक मेटाले यो। र जुन जुन कन्ट्रीमा मोनिटाइजेसन हुन्छ त्यो कन्ट्रीमा हुनेहरुलाई यो भिडियो निकै फाइदाजनक हुनेछ। अब यसको सेटअपहरु कसरी गर्ने भनेर म अर्को भिडियोमा जानकारी दिनेछु। हस्त धन्यवाद। आई होप भिडियो हजुरहरुलाई राम्रो लाग्यो होला। लाइक, कमेन्ट अनि शेयर गर्न चाहिँ नभुल्नु होला। त्यसको साथसाथै
फलो पनि गर्दिनँ होला, किनकि यस्तै रमाइलो भिडियोहरू म ल्याउनेछु र तपाईँहरू माझ पुर्याउनेछु।